सो इट्स टाइम है केटा हो, आयो के केटा हो, फाइनल्ली यो सिजनको पहिलो इएल क्लासिको आयो है। जहाँनिर दुईटा टिमको मात्र भिडन्त हुँदैन, दुईटा सेक्सन अफ फ्यान्सको पनि भिडन्त हुन्छ है। यस्तो भनिन्छ कि संसारको दुई भाग लाग्छ रे के केटा हो, एउटा रियल म्याड्रिड र एउटा बार्सिलोना। र यसले स्पेनिस लिगमा मात्र हैन अरू लिगमा पनि धेरै नै इम्प्याक्ट पारेर हुन्छ। सबै अल अराउन्ड द वर्ल्डको फुटबल फ्यान्सलाई खतरा इन्टरटेनमेन्ट दिने गेम इएल क्लासिको। र यो सिजनको पहिलो इएल क्लासिको हुँदैछ भोलि राति 9 बजे है केटा हो। सो हामी हरेक फ्यान्सलाई चाहिँ मिनिमम दुईटा इएल क्लासिको एउटा सिजनमा चाहिँ हेर्न पाउने मौका हुन्छ केटा हो। र यो लाइब्रेरी चलेको धेरै अगाडिबाटै हो। र हामीले फुटबल हेर्न थालेपछि रोनाल्डो भर्सेस मेस्सीको जुन डिबेटको आगो बलेको थियो त्यो पनि इएल क्लासिकोबाटै सुरु भएको थियो है केटा हो। किनकि रोनाल्डो स्पेनिस लिगमा आइसकेपछि दुईटा गोटले एकअर्कासँग भिड्दाखेरि त्यसको रमाइलो छुट्टै थियो। र टाइम हेज चेन्ज्ड केटा हो। अहिले आएर इएल क्लासिको भइसकेको छ किलियन एम्बाप्पे भर्सेस लमिन यमाल है केटा हो। दुईटा टिमको आफ्नो पोस्टर बोय छ, आफ्नै राइभलरी छ। सो यो गेमले भोलि आगो बाल्छ फिल्डमा। यो दुईटाको राइभलरी यति डेन्जर छ कि केटा हो, उनीहरूको विन पनि जम्मा एउटाको फरक छ के। रियल म्याड्रिडको 105 विन अनि बार्सिलोनाको 104 विन है केटा हो। सो यस्तो नेक टु नेक कम्पिटिसन छ कि यो दुईटा टिमको चाहिँ। सो यो गेम हुन्छ 9 पोइन्टर, टाइटल डिसाइडर भनौँ। पछि गएर टाइटलमा पनि यसले ठुलो इम्प्याक्ट पार्नेवाला छ है। सो टिम बाई टिम जाउँ केटा हो। सुरुमा कुरा गरौँ हाम्रो टिमको रियल म्याड्रिडको। सो रियल म्याड्रिडले खेल्दैछ यो गेम आफ्नो होममा सेन्टियागो बर्नाबाउमा। र अहिलेसम्मको लालिगाको रिजल्ट हेर्ने हो भने चाहिँ हाम्रो 100% रेकर्ड छ है केटा हो। हामीले अहिलेसम्म सेन्टियागो बर्नाबाउमा एउटा म्याच पनि हारेको छैन। तर दिस थिङ डजन्ट म्याटर के केटा हो। इएल क्लासिको आइपुग्दा यो सबै कुराहरूले हिस्ट्रीहरू डजन्ट म्याटर के केटा हो। जे हुन्छ यो गेममा हुन्छ, जे हुन्छ त्यही मोमेन्टममा हुन्छ के केटा हो। तर इएल क्लासिको हुनुभन्दा अगाडि रियल म्याड्रिडको लागि एकदम खुसीको खबर चाहिँ छ है। कार्वाहाल, होइसन, ट्रेन्ट अनि सबायोस जस्तो खेलाडीहरू इन्जोर्ड थिए र इन्जुरीबाट आइसके ठ्याक्कै इएल क्लासिको भन्दा अगाडि। यो गेममा जाँदा रियल म्याड्रिडलाई कुनै पनि मोटिभेसन चाहिँदैन के। यदि मोटिभेसन चाहिन्छ भने चाहिँ जाबी अलोन्सोले यो फोटो देखाउँदा हुन्छ है केटा हो। आई थिङ्क यो फोटो नै इनफ छ के केटा हो हाम्रो प्लेयरहरूलाई तताउनको लागि। यो भन्दा ठुलो मोटिभेसन अरू हाम्रो प्लेयरको लागि केही हुनै सक्दैन के केटा हो। अघिल्लो सिजनको यो 4 लसेस इन अ रोले हाम्रो प्लेयरहरूलाई अब पनि तताएन भने चाहिँ म केही भन्न सक्दिनँ है केटा हो। अनि यो घाउ त थिँदै थियो, यो घाउमा नुन छर्किसकेको छ यामालको स्टेटमेन्टले जुन उनले दिए 2 दिन अगाडि इन्टरभ्यूमा है। रियल म्याड्रिड चिट, रियल म्याड्रिड स्टिल, मैले यतिले हराएँ, मैले यति गोल हाने। आई थिङ्क फ्याक्ट्स पनि भनेका छन् तर अलिकति बढी नै त्यसलाई एक्ज्याकुरेट गरेर अलिकति बिल्ला हान्ने तरिकाले यामालले आफ्नो इन्टरभ्यूमा दिइसकेका छन् स्टेटमेन्ट, जुनले गर्दा रियल म्याड्रिडको ड्रेसिङ रुम अलिकति तात्या छ भन्ने कुरा नै आइरहेछ। सो आई थिङ्क यो पालिको इएल क्लासिको चाहिँ अफ द फिल्डबाटै सुरु भइसकेको छ है केटा हो। सो एउटा अलिकति कन्सर्निङ कुरा चाहिँ राइट विङ पोजिसनमा चाहिँ कसले स्टार्ट गर्ला त रियल म्याड्रिडको। किनकि अघिल्लो गेममा ब्राहिम डियाजले स्टार्ट गरेको थिए, मोस्टन्टुआनोलाई हामीले बेन्च गरेका थियौँ। आई थिङ्क मोस्टन्टुआनो हाम्रो लागि इम्पोर्टेन्ट त छन् तर मोस्टन्टुआनोको पनि कन्सिस्टेन्सी छैन केटा हो। डियाज पनि ठिकै छन्। सो तपाईँहरूलाई के लाग्छ केटा कसले खेल्दैछ त्यो राइट विङ पोजिसनमा? ट्रेन्ट र कार्वाहाल आइसकेका छन्। सो एउटालाई राइट ब्याक राखेर आई थिङ्क भाल्भर्डे गर्न प्ले द्याट राइट विङ पोजिसन है। आई थिङ्क भाल्भर्डेलाई पनि हामीले देख्न सक्छौँ है आज त्यो पोजिसनमा। सो तपाईँहरूलाई के लाग्छ त्यो चाहिँ कमेन्ट गर्नु होला, को खेल्दैछ आज रियल म्याड्रिडको लागि राइट विङ पोजिसनमा। हाम्रो एउटा पोजिटिभ कुरा भनेको अघिल्लो सिजन भन्दा यो सिजनको डिफेन्समा चाहिँ अलिकति स्टेबिलिटी चाहिँ छ है केटा हो। अघिल्लो सिजन हाम्रो डिफेन्स एकदमै झुट थियो तर यो पालिको डिफेन्स लुक्स गुड है केटा हो। एसेन्सियो र मिलिटाओलाई खेलाउँदा होस् या होइसन र मिलिटाओलाई खेलाउँदा होस्, आवर डिफेन्स लुक्स सोलिड। अब अलिअलि प्लेयरहरूलाई रस पनि गर्नुपर्छ केटा हो किनकि होइसन ट्रेन्डहरू भर्खर इन्जुरीबाट आएछन्, कार्वाहाल पनि भर्खर इन्जुरीबाट आएछ। तर यो प्लेयरहरूलाई केही न केही हदसम्म हामीले युज गर्नै पर्ने हुन्छ। सो आई थिङ्क यो प्लेयरहरूलाई अलिकति रस चाहिँ हुनेवाला छ। आई थिङ्क होइसन गर्न स्टार्ट दिस म्याच फर स्योर। होइसनले चाहिँ स्टार्ट गर्दैछ है यो म्याच। मिलिटाओसँग होइसनको प्रियरिङ एकदम जम्छ पनि। सो आई थिङ्क दिस टू गर्न स्टार्ट्स एज अ सेन्टर ब्याक। के लाग्छ केटा हाम्रो लाइनअप कस्तो उतार्लान् जाबी अलोन्सोले यो पालिको इएल क्लासिकोको लागि? सो इम्पोर्टेन्ट गेम हो केटा हो। एभ्री प्लेयर सुड स्टेप अप। यो प्लेयर त्यो प्लेयर भन्दा पनि आई थिङ्क एभ्री प्लेयर निड्स टु बी इन द्याट 100% के केटा हो। एउटा प्लेयरले पनि हक दियो, इन्डिभिजुअल मिस्टेक गरिदियो भने गेम स्लिप हुन्छ है। सो आई थिङ्क दिस गेम इज इम्पोर्टेन्ट फर एभ्री प्लेयर। जुन अघिल्लो सिजनको हारपछि त झन् एउटा फायर बोकेर रियल म्याड्रिड यो गेममा आउनै पर्छ। अनि आई थिङ्क फर मी पर्सनल्ली बेलिङ्गमको चाहिँ गोल आउँछ जस्तो फिल भइरहेछ। किन हो आई थिङ्क बेलिङ्गम इज भेरी इम्पोर्टेन्ट इन दिस म्याच। अनि अर्को कन्सर्निङ कुरा, यदि बार्सिलोनालाई हट गर्न छ भने सेट पिसेसमा हट गर्न सक्थ्यौँ हामीले, तर हाम्रै आफ्नै सेट पिसेस पनि त्यति राम्रो छैन केटा हो। सो आई थिङ्क सेट पिसेसमा पनि हामीले इम्प्रुभ गर्न सकियो भने बार्सिलोनालाई हामीले त्यसमा पनि हन्ट गर्न सक्छौँ है। सो बार्सिलोनाको कुरा गर्नुपर्दा बार्सिलोना फ्यान्सहरूको लागि एकदमै स्याड न्युज आइसकेको छ। रफिना ब्याक फ्रम इन्जुरी भनेको थियो तर फेरि रफिना एउटा ट्रेनिङ सेसन गरेपछि फेरि 1 महिनाको लागि इन्जोर्ड भइसकेको छ। सो बार्सिलोना फ्यान्सको लागि चाहिँ अलिकति दुःखको कुरा चाहिँ हो है यो इएल क्लासिकोमा जानुभन्दा अगाडि।
अनि लेभेन्डस्की र जोन गार्सिया त यसै नै आउट छन्, गाबी त धेरै पहिलाबाट आउट नै छन्। सो अलिकति इन्जुरी क्राइसिस चाहिँ भनौँ बार्सिलोनाको लागि, तर बार्सिलोनाको स्क्वाड इनफ चाहिँ छ यो रियल म्याड्रिडलाई बिट गर्नलाई। जुन हामीले देखिसकेका छौँ भर्खरै अघिल्लो म्याचमा ओलम्पियाकोसलाई 6 गोल हानेर आएको छ बार्सिलोनाले। फर्मिन लोपेजको ह्याट्रिक आएको थियो कि केटा हो त्यो गेममा। सो फर्मिन लोपेज कतिको इम्पोर्टेन्ट छ यो बार्साको स्क्वाडमा भन्ने कुरा नि देखिसक्यौँ। फ्लिकले फर्मिन लोपेजलाई राम्रोसँग युज गराइरहेको छ, यो गेममा पनि फर्मिन लोपेजको रोल चाहिँ एकदम इम्पोर्टेन्ट हुनेवाला छ है। अब यामाल त इम्पोर्टेन्ट हुने नै भयो केटा हो, इन्टरभ्यूमा गएर त्यत्तिको दिइसकेको छ। सो आई थिङ्क यामाल कन्फिडेन्ट छ ओभर कन्फिडेन्ट छ मलाई थाहा छैन, तर यामाल इज यामाल, वान अफ द बेस्ट प्लेयर चाहिँ हो है। केटोले बोल्छ बोल्न चाहिँ, तर गरेर पनि देखाएको छ, रियल म्याड्रिडलाई थ्रास्ट गर्दैछ अगाडिको सिजन। सो आई थिङ्क यामाल यो गेममा त अफकोर्स यामाल यो गेममा मात्र होइन सबै गेममा बार्सिलोनाको लागि इम्पोर्टेन्टै छ। यामाल चल्यो भने त यो टिम चलि नै हाल्यो। अनि र्यासफोर्डले पनि सरप्राइज गर्न सक्छ है केटा हो। यसपालिको लालिगामा खासै पर्फर्मेन्स देखाउन नसकेको भए पनि युसिएलमा र्यासफोर्ड चम्किरहेछ। सो आई थिङ्क त्यही खालको पर्फर्मेन्स अब गएर इएल क्लासिकोमा आयो भने चाहिँ र्यासफोर्ड विल बी अ हिरो फर बार्सिलोना फ्यान्स है केटा हो। अनि यत्रो इन्जुरीको नराम्रो न्युजहरू मध्ये एउटा राम्रो न्युज चाहिँ छ, फरान टोरेस इज ब्याक। सो स्ट्राइकर कोही पनि नभएको बेलामा फरान टोरेस आइसकेको छ बार्सिलोनाको लागि। सो फरान टोरेसले त स्टार्ट गर्छ नै जस्तो लाग्छ मलाई पर्सनली, किनकि एउटा स्ट्राइकर चाहिन्छ, होइन भने र्यासफोर्डलाई एज अ स्ट्राइकर खेलाउनुपर्छ, जुन अलिकति यसको पोटेन्सियललाई कट आउट गरे जस्तो फिल हुन्छ केटा हो मलाई चाहिँ। सो आई थिङ्क फ्लिक गर्न युज फरान टोरेस है केटा हो, अल इन, फ्लिक गर्न गो अल इन। सो फरान टोरेसलाई चाहिँ स्टार्ट गराउँछ जस्तो मलाई पर्सनली लाग्छ है। फ्लिकलाई राम्रोसँग थाहा छ रियल म्याड्रिडलाई कसरी कहाँनिर र किन पेल्नुपर्छ भन्ने कुरा फ्लिकले राम्रोसँग स्टडी गरिसकेको छ रियल म्याड्रिडलाई। अलोन्सोको रियल म्याड्रिडलाई स्टडी नगरेको भए पनि रियल म्याड्रिडलाई कसरी हराउनुपर्छ सेन्टियागो बर्नाबाउमा भनेर फ्लिकलाई राम्रोसँग थाहा छ है। सो फ्लिकमाथि जसले डाउट गरिरहेको छ डोन्ट डाउट हिम, फ्लिक साइड लाइनमा हुँदैन, तर फ्लिक इज फ्लिक केटा। फ्लिकको ट्याक्टिस चल्यो भने चाहिँ फ्लिकले हामीलाई मजाले हट गरिदिन सक्ने पोटेन्सियल राख्छन् है। गेमको कुरा त्यही हो केटा हो, दुइटैले आफ्नो पोजिसन राख्न खोज्छ। रियल म्याड्रिडले नै अहिले अलोन्सोको अन्डरमा पोजिसन राख्न मन पराउँछ। सो आई थिङ्क इट्स गन बी अ ब्याटल। दुइटै टिमले जब पोजिसन राख्न खोज्छ ब्याटल त हुन्छ नै। सो मिडफिल्डको ब्याटल धेरै इम्पोर्टेन्ट छ, मिडफिल्डमा कसले बल धेरै जित्छ आई थिङ्क द्याट टिम गन विन दिस म्याच। त्यो त हो नै, मिडफिल्ड अलिकति ओभरलोड गर्न पनि सक्नुपर्छ हामीले, र मिडफिल्डमा बल जित्न सकियो भने चाहिँ गेम हाम्रो तर्फ आउन सक्छ है केटा हो। अनि स्मल डिटेल्स र स्मल मार्जिन्समा यो गेम जान सक्छ। एन्ड टु एन्ड त गेम हुन्छ नै, दुइटै टिमले चान्स पाउँछ 100% हो। बार्सिलोना त्यस्तो पर्फेक्ट पनि छैन। सो रियल म्याड्रिडलाई चान्सेस 100% आउँछ र बार्सिलोनालाई पनि मलाई जहाँसम्म लाग्छ मजाले चान्सेसहरू आउँछ। एट द एन्ड अफ द डे फिनिसिङ इज इम्पोर्टेन्ट है। दुइटै टिम पर्फेक्ट छैनन्। सो मलाई लाग्छ यो गेम एन्ड टु एन्ड हुन्छ र चान्सेसहरू एकदमै धेरै आउनेवाला छ। हाई स्कोरिङ गेम हुन्छ यो गेम। सो त्यही हो केटा, गोलको बारिस देख्न पाइन्छ, राइभलरी देख्न पाइन्छ। यामालको स्टेटमेन्टमा हाम्रो रियल म्याड्रिडको खेलाडीहरू पिचमा कतिको जङ्गिन्छन् त्यो पनि हेर्न पाइन्छ, र यस्तो खालको म्याच वर्षमा मिनिमम दुईटा चाहिँ हेर्न पाइन्छ केटा। सो यसलाई मिस आउट नगर्नुहोस्। भोलि राति 9 बजे टिभीको अगाडि बसेर आफ्नो टिमलाई सपोर्ट गर्नु होला। सो हामी गर्दैछौँ रियल म्याड्रिडलाई सपोर्ट। के लाग्छ केटा हो, अन्तिमचोटि आफ्नो प्रेडिक्सन दिउँ सबैजनाले। मलाई लाग्छ रियल म्याड्रिडले यसपालि चाहिँ फाइनली इएल क्लासिको जित्दैछ 4 हार पछि, र मलाई लाग्छ 3-1 ले यो गेम जित्दैछ है रियल म्याड्रिडले। तपाईँहरूको प्रेडिक्सन के छ कमेन्ट गर्नु होला। तपाईँहरूलाई के लाग्छ केटा हो, यो गेम कतिको तात्तिन्छ र स्कोर लाइन कति हुन्छ, कमेन्ट डाउन है केटा हो। हाला माड्रिड।